यदि मैले तपाईँलाई तपाईँले नलिनु भएको ऋणको भार बोकिरहनु भएको छ भनेर भन्यो भने आउनुहोस् यसलाई विस्तारमा हेरौँ। जब आदमले पाप गरे तब सम्पूर्ण मानव जातिमा पनि पापले प्रवेश गर्यो, तपाईँ र ममा पनि। तर यहाँ एउटा शुभ समाचार छ। आदमले पाप र मृत्यु ल्याए, तर येशू एउटा नयाँ सुरुवातको रूपमा आउनुभयो। तर येशूले पाप र मृत्युको मात्र समाधान गर्नु भएन, उहाँले तपाईँ र मलाई त्योभन्दा धेरै कुरा दिनुभयो। केवल क्षमा मात्र होइन, तर नयाँ जीवन, धार्मिकता र एउटा नयाँ पहिचान। जुन जीवन हामी जिउन सक्दैनथ्यौँ, येशूले जिउनुभयो, र जुन मृत्यु हामीले भोग्नुपर्ने थियो, येशूले हाम्रो निम्ति, तपाईँ र मेरो निम्ति भोग्नुभयो। त्यसै कारण येशूले जे जति गर्नुभयो ती सबै तपाईँ र मेरो निम्ति नै थियो। जब उहाँ मर्नुभयो, हामी र परमेश्वर बीचको पर्खाल हट्यो, र अब उपरान्त तपाईँ र मैले त्यो पापको भार बोकिरहनु पर्दैन। हामी रोमी 5:17 पढौँ र त्यहाँ लेखिएको नयाँ जीवनमा हामी सबैजना प्रवेश गरौँ।